छैन डुब्दैनस् हौ त डुब्दैनस् क्या हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म आन्टीको घरमा आएको छु त अन्त नेपालमा। अनि आज चाहिँ हामी जानु आँटेको म र दादा चाहिँ के भयो बस्नु पर्दैन यो चाहिँ हाम्रो के चाहिँ अहिले नि चलाउनु आइज त्यस्तो छ दाजुको हालत त्यस्तो छ बट माई बाइक फ्यान्टास्टिक सुपर। हामी चाहिँ स्विमिङ गर्नु जानु आँटेको, मलाई चाहिँ दादाले लिएर जानु आँटेको, तर मलाई चाहिँ आउँदैन गर्नु र पनि म चाहिँ त्यसै आउँदा घुम्नुको लागि। खोइ आन्टी चाहिँ यहाँ बसिरहनु भएको छ। अब नसोचेको जग्गामा यस्तो पुल क्या। हुन्छ गाई होइन दिस इज आवर डेस्टिनेसन। आज मलाई दादाले घुमाउनु यहीँनिर ल्याउनु भएको। चम्पाहरू जस्तो गनायो। यो फुल गनाएको हो कि होइन, फेरि गन्दै हट्यो। मिठो गनायो नि त। यता यता इधर 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 यो चाहिँ सानो स्विमिङ पुल। यो चाहिँ सानो स्विमिङ पुल नानीहरूको लागि हो। आज त पुरा गरम गरम भइरहेछ। मैले चाहिँ म स्विमिङ पुलतिर आएको छुइनँ, तर कतै पनि भनेको तर फर्स्ट टाइम आएको हो। मम्मीले भने मलाई यतापट्टि डुब्छस् है त। नजरिया कुछ ऐसा है गाइस होइन, तर मलाई स्विम गर्नु चाहिँ आउँदैन। म चाहिँ यहाँनिर टाइम पासको लागि यसो यहाँ पर खुट्टा झुलाएर बस्नुको लागि आएको जस्तो मात्रै हो यहाँनिर चाहिँ होइन। हेभी गरम चाहिँ यस्तो डरलाग्दो गरम छ कि, तर अलिकति अब पहिला चाहिँ मलाई आदत छैन। अहिले चाहिँ अब सेलगढीमा बसेर त्यही गरममा बसेको कारणले गर्दाखेरि चाहिँ आइम ह्याबिचुअल टु द्याट होइन। छैन डुब्दैनस् हौ त डुब्दैनस् क्या बोलाइने जस्तो देखिरहेछ। हल्का स्विम गरेको भिडियो बनाउने अब मलाई चाहिँ स्विमिङ त्यस्तो डरलाग्दो आउँदैन होइन खेल्नु। अनि दादा चाहिँ उपरदेखि पस्नु हुँदैछ र पनि हल्का यहाँनिर अलिकति यतिमा जहाँ चाहिँ म डुब्दिनँ त्यहाँसम्म चाहिँ म यहाँनिर खेलिरहेको छु। कता बिचरा स्विमिङ पुल खेल्ने कति हो सोध्दैछ। त्यत्रो कता पैसा नतिरौँ एक दुईजना भयो तिर्ने। भिडियो चाहिँ बनाइहाल्नुपर्छ तँलाई, भिडियो बना भनेको तँलाई मैले। अनि देखा त हेरेकोमा देऊ कस्तो देखिन्छ भनेर। आजकल त मेरो यो जिम नगर होला 2-3 हप्ता ग्याप भयो क्या मेरो, त्यसैले चाहिँ राम्रो देखिँदैन क्या आजकल। ठिकै हाल्छ हौ। पहिला हेरी त पहिला त आम्मामामामा अहिले त कहाँ राम्रो देखिन्छ। पहिला त प्रेग्नेन्ट जस्तै यत्रो मुरी 6 to 7 months मैले नि काली यति भात खान्थ्यो म, यति भात खाएछ मैले घट्नुको लागि। यति नै थियो मेरो इन्टेक 6 to 7 month होइन। अनि यहाँदेखिको फर्दरमा मैले दिउँसो खाने भनेको के हो भन्न, अलि कागती पानी। जहीँ पनि जुनै क्याफेमा गयो एक्सप्रेसो बिफोर जिम, आफ्टर द्याट लेमन वाटर, भर्जिन मजिटो, त्यति नै 6 to 7 month। हिजो अस्तितिर त तैँले लिएरिस् भने त माल खानु थाल्यो क्या भन्थिस् तैँले, त्यस्तो घटेको थिएँ म। तँ आउनु ठ्याक्क 3 हप्ता अगाडि 3 हप्तादेखि म जिम गएको छुइनँ क्या, त्यसले चाहिँ अलिकति साइज बढाएको। अब अलिकति मसल्स गेन त गर्नु पर्यो त्यसैले
माल खाने सबै गएको थियो माले जस्तो क्या यहाँ हेर्न यो काँडा त साँच्चुप होइन खप्को यो हड्डी सड्डी देखिने भएको अनि यो जिउ त मेरो त पुरै यस्तो आज चाहिँ हामी खेलिसक्यो अन्त अब चाहिँ गएको टवलहरू पनि केही छैन लुगा फेरि पछि सबै भिजिहाल्यो म चाहिँ अहिले बाहिरबाट स्विमिङ खेलिसकेर पनि आएर पनि म चाहिँ अहिले चाहिँ मुख धुँदाखेरि चाहिँ आफैलाई काली फिल भयो क्या कस्तो यस्तोहरू पनि पोल्दैछ कालो कालो पनि हुँदैछ अनि यहाँनिर चाहिँ मेरो ठुलो आन्टी र दिदी पनि आइपुग्नु भयो अब हामी चाहिँ मोमो पकाउने मेरो ठुलो आन्टी चाहिँ यहाँ हुनुहुन्छ होइन हाम्रो पापाको जेठी बहिनी अनि ऊ हाम्रो दिदी आन्टी हाई भनिदिनु एकपल्ट दिदी हाई हाई ना कस्तो यसो हालेर तपाईँहरू हाई यस आज मोटी चाहिँ यहाँनिर फोन चलाइरहेको छन् अब चाहिँ हामी मोमो बनाउने आन्टी माथिल्लो आन्टी चाहिँ मासु लिनु जानुभएको छ नि त हामी चिकन मोमो खाने भनेर र मलाई चाहिँ साह्रै अन्न पोलेछ आजको भ्लग एन्ड गर्छु बाई स्टे ट्युन फर द नेक्स्ट वान डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल